वाउ, साँच्चै भन्नुपर्दा यस्तो पर्फर्मेन्स पछि त शब्दभन्दा पनि बढी तालीले बोल्छ। कार्यक्रमलाई अगाडि बढाउनु भन्दा पहिले रेजिना र सृजनालाई यता ब्याक स्टेजमा आएर सुदन सरलाई भेट्दिन पनि अनुरोध गर्छु। रेजिना र सृजना। श्रेया तालमा थियो मिठास, लयमा थियो कमाल। यस्तो राम्रो पर्फर्मेन्सको लागि एकचोटि जोरदार तालीको धमाल। दिपिन, हामीले कलाकारहरूको बारेमा त धेरै कुरा गर्यौँ, तर तिमीलाई थाहा छ आजको हाम्रो यो कार्यक्रमलाई यस्तो राम्रो बनाउनमा सबैभन्दा ठुलो क्रेडिट कसलाई जान्छ? होइन, हाम्रो टिचर्सहरूलाई। त्यसैले मैले हाम्रो टिचर्सहरूको लागि एउटा सायरी तयार पारेर ल्याएकी छु। म सुनाऊ त, तपाईँ सबैजना रेडी हो सुन्न? सर भन्नुहुन्छ बोल त एन्सर के हो? सर भन्नुहुन्छ बोल त एन्सर के हो? हामी भन्छौँ सर जिब्रोमै थियो। सर भन्नुहुन्छ बोल त एन्सर के हो? हामी भन्छौँ सर जिब्रोमै थियो। होमवर्कको कुरा आयो भने नेटवर्क स्लो, टेस्टको कुरा आयो भने फिभर्स हो। तर एउटा कुरा त मान्नै पर्छ, सरहरू ग्रेट हुनुहुन्छ। हाम्रो एक्टिङ देखेर पनि पास हुने होप दिनुहुन्छ। र यो सायरी चाहिँ सरहरूलाई मात्र होइन, म्यामहरूको लागि पनि हो है। ओहो प्रकृति, तिम्रो सायरी सुनेर त मैले पनि एकजनाको लागि तयार पारेको थिएँ नि। कसको लागि होला? नो, क्लास 11 त भर्खर आएका उहाँहरूले त गेस गर्न सक्नु हुँदैन होला। क्लास 12लाई त थाहा होला नि, हाम्रो फेभरेट टिचर को? फेरि अलि ठुलो सरले। धेरैले गेस गरिसक्नुभयो र धेरैले गर्नु पनि भएको छैन। जसले चाहिँ गेस गर्न सक्नु भएको छैन, सायरी सुनेपछि हजुर आफैलाई थाहा हुन्छ कसलाई डेडिकेटेड हो भनेर। सुरु गरौँ त? गरम। कपाल बढ्यो भनी सरले भन्नुहुन्छ भोलि काटेर आऊ। कपाल बढ्यो भनी सरले भन्नुहुन्छ भोलि काटेर आऊ। काटे क्रिउ कट नभए क्लासै नआऊ। फ्रेसर्सहरू स्टाइल त धेरै होला नि, तर पिपी सरको अगाडि बार नै सम्झेर जाऊ। दिपिन, सायरी त तिमीले एकदमै राम्रो सुनायौ, तर दुर्भाग्यवश पिपी सर यो कार्यक्रममा उपस्थित हुनुहुन्न। उनको खुट्टाको सर्जरी भएको कारण हामी उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। ए साँच्ची, मलाई याद आयो, तिमीले त पिपी सरलाई सायरी भन्यौ, मैले पनि मेरो फेभरेट एसकेटी सरको लागि एउटा सायरी लेखेको थिएँ। रेडी हो सबैजना सुन्न? पिपी सरदेखि कपाल लुकाउनु, एसकेटी सरदेखि किड्नी। पिपी सरदेखि कपाल लुकाउनु, एसकेटी सरदेखि किड्नी। कमरेड बन्छौ तिमी यदि हौ तिमी माओवादी, अन्यवादी जति सबै आतङ्कवादी। ओहो, धेरै मजाक पो गरिएछ त। अब कार्यक्रमलाई अगाडि बढाउने होइन? हो, अब भने कार्यक्रमलाई हामी अगाडि बढाउनु पर्छ। दाँत नभएको तिमी भर्दिन आएको म, स्टेजमा त आइहाल्यौ, अर्को डान्सर बोलाम त म। तिमीले त मलाई जिस्काउन बाहेक अरू केही पनि काम पाएको छैनौ है। जे गर्नु छ गर, म चाहिँ हिँडेँ अब नेक्स्ट पर्फर्मेन्सको लागि आउँदै हुनुहुन्छ युनिका बसेल एन्ड टिम। जोरदार तालीले स्वागत गरौँ।
चाहिए, मुझे कैश चाहिए, कैश चाहिए, मुझे कैश चाहिए। पैसा फेंक, तमाशा देख, नाचेगी पिंकी फुल टूले। ओए ओए, अरे पैसा फेंक, तमाशा देख, नाचेगी पिंकी फुल टूले। आंसर है सारे सवालों के, आ आ आ आ आ आ। मुंबई की ना दिल्ली वालों की, पिंकी है पैसे वालों की। मुंबई की ना दिल्ली वालों की, पिंकी है पैसे वालों की। రాజమండ్రి రాగమంజరి మాయమ్మ పేరు తలవనోళ్ళు నేరు మేస్తిరి కళాకారుల ఫ్యామిలీ మరి నే గజ్జ కడితే నిద్రపోదు నిండు రాత్రి छोकरा जवारे हुआ छोकरा जवारे अरे चूजा चू करता है गलियों और चौबारों में, फेंका भागी करता फिरे तू तो अपने यारों में। कभा की कुछ नहीं सच बात जो बयां की, दहाड़ है जवां की, मर्दान की मस्तान की। हसीना हो पसीना में तू तो नागिन वाला डांस करेलू। हसीना हो पसीना में तू तो नागिन वाला डांस करेलू। काले कटाले ओए काले कटाले, काले कटाले, काले कटाले, ओ काले कटाले। हीरो बंचा मैं हूँ बंचा, काले कृष्णा जय हूँ बंचा, काले कटाले। हीरो बंचा मैं हूँ बंचा, काले कृष्णा जय हूँ बंचा, काले कटाले। नानीको रूपैले वाह भई वाह, घायलै गरायो वाह भई वाह, लजाउने मुस्कानले वाह भई वाह, खङ्ग्रामै बनायो वाह भई वाह, पागलै गरायो वाह भई वाह, बेहोसी बनायो वाह भई वाह, अरे वाह भई वाह। दिन पाने मुखैमा परेको, दोहोरी गीतमा ब्रेक डान्स गरेको। दिन